आजै आउँथे नेपाल फर्की 40 लाख ऋण छ ऋण तिर्नलाई अझै पनि पैसा कसले दिन्छ भागी भागी परदेश आए भन्थे सबले कालो बल्ल तल्ल कागज बन्यो आएको छ पालो बुहारीले नि जागिर गर्छिन् कमाकी छिन् थोरै आधी जति ऋण त मैले घटाएको पुरै सन्चो छैन भनिरहन्थ्यो काठमाडौँमा जानु उपचार गर्नु आमा औषधि नि खानु उपचार कति लाग्छ पठाइदिउँला मैले अझै सुख नपाए त पाउँछौ आमा कहिल्यै जीवनभरि दुखै दुख आमा तिमीले गर्यो बाहिर हाँसो देखाएर भित्रभित्रै मर्यो दाइ भाउजूको वास्ता छोडिदेऊ नबोले नि हुन्छ परदेशतिर यस्ता कुरा सुन्दा मन रुन्छ अहिले आमझै हुन्छ आमा तिमीलाई भेट्न मनले ए दाजु भाइ नि टाढा टाढा बनाइदियो धनले जेठो दाइले परदेश आउँदा 15 लाख द्याथे एक वर्ष नि पुग्या थिएन चाहियो भन्न भ्याथे बल्ल तल्ल दाइको पैसा तिरे आमा मैले अझै पनि ब्याज चाहियो भनिरहेछन् अहिले ठाउँमा आछु कागज पाछु कमाउँला नि अब तिमी पनि आऊ क्या आमा भनिसके जब 6 महिनाको भिसा लाग्छ घुमाइदिउँला सबै त्यता भन्दा अझै राम्रो यता हुन्छ दबै तिमीले भने जस्तो पनि बुहारी त छैनन् उनी पनि मान्छे नै हुन् दानव त हैनन् आमालाई लिएर बुढा भनिरहेछन् अहिले भिसा पनि नेपालतिर पठाइदिउँला मैले ठुला ठुला महल छन् यहाँ घुम्ने ठाउँ छन् टन्नै अझै धेरै कुराहरू बाँकी छन् क्या भन्नै जति दुःख गर्यौ आमा नगर भो धेरै बुढेसकालमा पाल्ने जिम्मा अब तिमीलाई मेरै बुढेसकालमा पाल्ने जिम्मा अब तिमीलाई मेरै हे अब सधैँ अँध्यारो सिर्नाल्यौ कान्छो छोरो छँदैछ पिर्नाल्यौ हातमा गाडी छ ए छोडेर जानेकै माया